हेलो गुड मर्निङ साथी हो के यो नयाँ वर्षको सबैलाई शुभकामना 2082 सालको। आज चाहिँ न्यू ब्लग फर्स्ट टाइम बनाइरहेको छु। आज चाहिँ सुर्खेतको देउतुबजी मन्दिरभित्र जाँदैछु। विराटनगरभित्र कन्नड प्रदेशको प्रख्यात मन्दिरमा त हामी जाँदैछु होइन। त्यतिखेर दिदी म दाइ र सँगसँगै हिँडिरहेको छु। यो चाहिँ बाटो हामी हिँडिरहेको छु। बाटोमा लैलो पानी परेको थियो। यो साँच्चै त्यही भएर कि अब लास्ट दिन भनेर चैतको महिना पानी परेर आज वैशाखको महिना परेको थियो होइन। बाटोमा कुकुर थियो। हामी चाहिँ हिँडिरहेको थियौँ। पछि हामी जाने बना बस्दा थियौँ। गइसकेपछि हामी त देखिरहेको उतातिर मलाई त खासै जानु मन थियो। त्यही पनि जानु दिदीले भन्नुभयो हामीसँग गयौँ। उता हेर्दा खतरा मेलै जस्तो लागिरहेको थियो। मान्छेहरू त कति धेरै हुन्थ्यो। मान्छे बसी च्याउ लाग्छ। अब झ्याउन मात्रै गइरहेको थियौँ। जाँदै थियौँ गइसक्यौँ। त्यस पछाडि अब दाइ दिदी अगाडि पछाडि गइरहेको थियो। अब सामान किन्ने अब पूजा गर्ने सामान चाहिँ किन्नै पर्ने भएर हामी चाहिँ सामान किन्नु जाँदाखेरि अब हामीले अगाडि बढ्यो। पसलहरू त खोज्दा पसलको भेट्यौँ। त्यहाँ त एउटा सामान आउनुहोस् लैजानुहोस् भन्नुभएको थियो। आन्टीले लिन गएको थियो। हामीले कति पर्छ भनेर 150 रुपियाँ भन्नुभएको थियो। 150 भनेर घन्टामा लैजानु नै भनेर घन्टा नआए हामी त पूजा मात्र गर्न लैजानु भनेका थियौँ। त्यसपछि दिदीले अब पैसा दिने भयो। पैसा दिँदाखेरि 150 रुपियाँ भन्नुभयो। दिदीले 10,000 पनि निकाल्नु भयो। त्यसपछि मैले भने छ कि क्या भने मैले छामिरहेको थिएँ। त्यो भाइसँग छ कि क्या भाइसँग हेर्नु मैले 200 रुपियाँ निकालेको थिएँ। त्यस पछाडि 200 रुपियाँ निकालेको थिएँ। खुल्ला चाहिने होला त भन्नुहुन्थ्यो। खुल्ला अब 50 भन्नु थियो। 50 भाइ छैन क्या भने खोज्न पठाउनु थियो। 50 भनेपछि 10 ठाउँमा आयो। 10,000 भयो। अहिले त्यहाँ कहाँ बसिन्थ्यो घरतिर आइन्थ्यो। हामी चाहिँ खासै जाने मान्छे हुल अब दाइ दिदीलाई पूजा गर्न पठाइयो। खासै मन थिएन ठिक भने हेर्दै घुम्दै फिर्दै गयो। त्यस पछाडि दाइ पछि गुजार्दै लाग्यो। बाटो मान्छेको कत्रो हो। यस्तो मान्छे त मैले मेलै लागे जस्तो लागेको थियो। यत्रो मेला भए त खतरा हुन्थ्यो होला। पूजा गर्न आऊ कि मेला गर्न आऊ जस्तो लागिरहेको थियो मलाई। त्यो मान्छे त अब पूजा गर्ने मान्छे पालै भयो। कसो भनेर हाम्रो दाजु जानुभयो। दादा गएर पूजा गरेर अब दिदी पनि जानुभयो। त्यसो पूजा गरेर आउनु हुँदै थियो। दाइ त्यतै हुनुहुन्थ्यो। दाइको कति ठाउँमा त्यस्तो घुइँचोमा कसरी छिर्नु होला। मलाई त कति डर लागेको थियो कि मलाई मन पर्दैन नि। त्यही भएर गाइज अब दादाले कता पूजा गरेर आउनुभयो। त्यसपछि बाजेलाई भोलि बिहान टोखौँ नगर गरेर हामीलाई टिका लगाइदिनु भयो। मलाई पनि टिका लगाउनु भनेर दिदी त्यसपछि म पनि लगाएर हिँडेँ। दिदी अगाडि खासमा पछाडि बिचमा हिँड्दै त मलाई त अगाडि पछाडि छोडिदिनु भयो। त्यसपछि गएर गाडी गइसकेपछि कता लाग्यो। यताउता गर्दा हामीले पूजा गऱ्यौँ। यत्रो घन्टा हेर्नु न यस्तो छ। अब के गर्ने होला भन्ने दिदी पछि दाइ पछाडि लाग्यो। कतै मान्छेको भुल कतै मान्छे जस्तो लाग्यो तपाईँलाई। यत्रो साह्रो हो कि पछाडि गर्दै गयो। खातेश्वरी चाँद अगाडि गएर पछाडि हरियाली जस्तो लागिरहेको थियो। के यस्ता मान्छेको अगाडि हरिनु गयो। म चाहिँ पछाडि त्यहाँ हिँड्छ कता जाने हो। अब मान्छेहरू
मैले चाहिँ हराइसकेँ दिदीहरूले उ त्यता हुनुहुन्छ पर त आइहाल्छ अझै हरिसकेपछि यता पूजा गर्ने उता पूजा गर्ने कता पूजा गर्नुपर्ने होला मलाई त थाहा थिएन पूजा गर्ने मलाई खासै खुल्ला ठाउँ भेटाएँ ठिकै ठिकै हल्का लाग्छ हल्का जुत्ता चप्पल छोड्नु पर्ने यस्तो मान्छे अब मैले चाहिँ लगाएको जुत्ता त्यत्रो मान्छे कोही कस्तो झगडा थियो अब माथि गएर मजा आउँछ यसो भेट खिच्थ्यो नि के भने भेट खिचिदिरहेको मान्छे भेट कस्तो खिच्छ पूजा जस्तो भयो आन्टीहरू के गर्दैन त्यो बोल्नु मैले चिनेको छैन किन बोल्नु भने दिदीसँग बोल्नु किन बोल्नु पऱ्यो भने त्यहाँनिर बस्थ्यो त्यसपछि भिडियो यताको उताको भिडियो बनाउन थालेँ भिडियो बनाउन साथीहरू त बाटो कता हो भन्नु यतै जानुहोस् यतै जानुहोस् किन मलाई त कति मान्छे कति स्टार हुन्छ यताको सबैले कसलाई चिन्छु म्याडम चिनेको साथीहरू भन्छु खतरा बनेर आएको अर्कै कि मान्छे पूजा गर्दा गर्दै मान्छे कति पूजा गर्छ होला पूजै गर्नु मलाई त पूजै गर्न मान्दैन त्यस पछाडि भित्रै बाहिर बसेर बस्तिर कसैको फोटो खिच्ने कसैको टिकटक गर्ने कसैको पूजा गर्ने कतिजनाले पूजा गरेको हाम्रो कमेन्ट प्रदेशमा यत्रो मान्छेले पूजा गर्यो भनेर भनेर कसै पूजा मैले भने कि दिदीमा गएको छ पूजा गर्न नि मान्छेको भिड पछि गएर दाइ चाहिँ बिचमा गएर खोज्छिने कि त्यो लाइन लागेको कतिखेर आउने पाएँ त्यो भन्दा त यतातिर जाऊँ भने बसेँ अन्त भिडियोहरू छु अनि त खत्ते मान्छेहरू चाहिँ टिकटक भिडियो पछि लागेर म भनेर मोबाइलसँग मात्रै बस्दिरहेँ क्या मोबाइलको पनि काम छैन भनेर एकछिन भिडियो बन्द गर्दै गर्दै गएको छु सर्ट काटेर गएको छ है त्यसपछि हामी चाहिँ त्यही पूजा गर्दै दाइ के गऱ्यो पूजा गरेर आयो चाहिँ हामी उता साइड जाऊँ उता साइड अनि यताबाट जाँदाखेरि बाटै भएर गएछ पूजा गर्दाखेरि अन्त खानेर गर्नेछन् पूजा यो कानेर फुटाल्छन् फुटालो अनि टिका लगाउ भइजान्छ लास्ट पछाडि कि म चाहिँ त्यसपछि फेरि लाग्यो हामी कहिले आएको थिएन फर्स्ट टाइम आएको होइन मैले हल्का भिडियो सिडियो बनाऊँ उताबाट जाऊँ भने उताबाट गएको थिएँ उताबाट फेरि गएँ त्यहाँ जाँदाखेरि चाहिँ मान्छेको उता पनि बुझ्छु बाटै नभएको यता जाँदाखेरि हल्का सजिलो ठाउँमा आइयो सजिलो ठाउँमा आएको थियो यता हेर्दाखेरि त बाख्रा काट्ने रहेछ मलाई त डर लाग्यो बाख्रा काट्ने हाम्रो मन्दिर पनि हत्या गर्ने भनेर मलाई खासै ठिक लागेन त्यो भएर त मन्दिरलाई ठिक लाग्दैन कि भगवान् बलिदान गर्नु पठाउनु छ त्यहाँ भगवान्लाई दोष दिनु भनेर भन्नु फेरि गाइजहरू त्यस पछाडि गाइजहरू एकैछिन मलाई कमेन्ट गर्नुभयो सबैले चाहिँ गुड मर्निङ त्यो बजी मन्दिर त्यसपछि यताबाट गयौँ बाटो थाहा पाएन त्यस पछाडि यताबाट पनि जाऊँ मलाई त खासै मनै पर्दैन दाइ भन्यो बाटै छैन यताबाट पनि भनेर दाइले यता पनि फर्काउनु ध्वजा बान्ने रहेछन् फेरि ध्वजा बान्ने ठाउँमा ध्वजा मान्छे पूजा गर्न नभएर के मान्छे कत्रो भिडियो त्यस्तो मान्छेले कतिखेर पूजा गरेर हे मेरा भगवान् हामी दिदीको छुट्टै सक्यो भनेको त्यो फोटो खिचिसकेँ मलाई खासै फोटो खिच्न पनि मन पर्दैन भिडियो बनाउनु पनि मन पर्छ भिडियो बनाउनु त गाइजहरू मन पराउँछ फोटो खिच्न पूजा गरेर दिदीको चोकै भिडियो लाग्यो मोडिनु पऱ्यो भने कसैले कोदिनु भने डर अगरबत्तीको
टिपसँग करिब 650 लगाइदियो भने त मेरो कपडा गयो त गाइजहरू मान्छे अलि लोभी बनी छु के कपडा प्यासै पोल्यो भने त मलाई त्यो कपडा कति माया लाग्छ बाख्रो बिचार मुनि बाख्री तिमीलाई पनि काट्ने हुँदैन भित्र काट्छन् होइन गाइजहरू अब हामी चाहिँ यता लागेका अवस्थामा वाह 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 यता चाहिँ माथि पूजा गर्नु जाऊँ पूजा गर्दाखेरि अब दिदी दाइ पूजा गर्नु अगाडि गएन भन्छ म त पछि मलाई त छिटो हिसाबै के गरिरहेको छ पछि टिका लाउनु जाऊँ अब टिका लाउँदाखेरि पूजा गर्नुपर्छ भने नरिवल फटाएर कहाँबाट ल्याइहाल्नु लगाइदिनु नरिवल फुटाउनु भएको छैन मैले धमसँग मलाई टिका लगाइदिन्छु रे टिका लाउनु भएन दाइ अलि यहाँ पढ्नु त पूजा पाठ गर्ने बाहुन मान्छे होइन त्यही भएर टिका लगाइदिनुको त्यसो मलाई पनि लगाइदिनु भने दिदीलाई अब दाइलाई दिदीको टिका लगाइदिनु हल्का भिडियो बनाइदिएँ त्यस पछाडि दाइ र दिदी टिका टाला लगाउनु भयो अब 1 गतिको दिन टिका टाला लगाएर कति रमाइलो भयो होला जस्तो लाग्छ राजा कति रमाइलो जस्तो लागिरहेको छ फर्स्ट टाइम भ्लग बनाएको भाइरल आउँछ अब यता गएर हाम्रो गुरुआमासँग हामी टिका लाउने अब गुरुआमालाई पैसा बाबा भन्दा पनि टिका लाउने टाइमै नहुने कसलाई टिका लगाइदिने कि बिचरा यत्रो मान्छे मलाई भन्दै कतैलाई लगाइदिनु बाबा गुरुआमाको सत्यानाश के सत्यानाश गुरुआमा छिटो लगाइछु भनेर यता छिटो लगाइछु मलाई लगाइदिनु यता लगाउनु भएको छैन मलाई छिटो गुरुआमा मलाई लगाइदिन्छु त अरू मान्छेलाई लगाइरहेछ छिटो लगाइछु न गुरुआमा भनेर एकचोटि लगाइदिन्छु जस्तो लागिरहेको उनीहरू लगाउनुहुन्छ गुरुआमा पनि बिस्तारै लगाइदिनुहुन्छ जस्तो लागेर म पनि लगाएर आएँ हिँड्थेँ त्यसपछि दिदी पनि यता आउनुको दिदीले पनि मलाई हुन्छ अब भनेर के भन्नुहुन्थ्यो अब मैले खासै गरेर ठिक मलाई पनि दिदीले लगाएको हल्का भयो भने लगाइदिउँ होइन दुईचोटि मात्रै लगाएँ दक्षिण दिदीलाई त्यसो दिदी आफ्नो दिदी मलाई पैसा थिएन पैसा भएपछि दिइहाल्छु त भनेर दिदीलाई दिएको थिइनँ दिदीलाई माग्छु अब चाहिँ दिदी दिन पनि दिएन त्यसपछि पत्ता लागेर गइहाल्यौँ दिदी अगाडि दाइ त्यस पछाडि म त्यसपछि अब दिदीको छुट्टै सके फोटा खिच्ने गरेँ गाइजहरू अब यस्तै छ होइन दुई बजी दर्शन गऱ्यो 2 बजी दर्शन गरेर हामी चाहिँ आयौँ दिदीको छुट्टै सके कतिखेर फोटा खिची क्यामेरा टिका लाउने कति ठाउँ टिका लाउने हो मलाई पनि एउटा फोटा खिच्नुपर्छ भन्ने गाइज हामी त टिका लाउन लागेका छौँ कति ठाउँ टिका लाउने थाहै छैन आफू मात्र भएपछि त यही हो कर्णाली प्रदेशको भिडमा मान्छेहरू चाहिँ फोटा खिच्ने कि छ मेरो फोटा खिच्दै त भनेर टिका लाउने म पनि अलि डोरी नै छु फेरि टिका लाउनु भन्ने सोचिरहेको थिएँ टिका लाउने अब टिका नलाउने कतिपटक टिका सक्नुहुन्छ मलाई दिदी लगाउनु पऱ्यो है फेरि मेरो त बल्ल माथि पुसेर गएको थिएँ बल्ल लगाइदिन्छु भनेर बल्लै लगाइदिनु बसेको छु म चाहिँ उठिरहेको छु अब सुरक्षाकर्मी जस्तो कि पछाडि बस्ने अब त्यही भएर पछाडि लागिरहेको थिएँ अब बस्नु भएन ती लाउनु भन्नु त्यो पूजापाठ गर्नु त्यस्तो पूजापाठ मतलब हामी चाहिँ लाग्यौँ अगाडि बिस्तारै अब यस्तो दर्शन होइन रमाइलो भइरहेछ गुरुआमा लगाइदिएपछि गुरुआमाको पालो कतिलाई लगाउने बिचरा गुरुआमा गएको दुखिहाल्नु मलाई त एकचोटि गुरुआमामा लगाइदिन्छु भनेर भनौँ कि जस्तो लागेको गुरुआमा भनेको लगाइदिनु के हो मलाई त अब त्यत्रो मान्छेको मलाई खासै मन परेन क्या मलाई त्यत्रो भिड छ कसरी भयो भन्नुहुन्थ्यो म कसरी भनौँ के मलाई लगाइदिउँ भनेर
म पनि बसिदिनु पुरा मलाई लगाइदिनु त्यो कत्रो मान्छे हो क्या कत्रो मान्छे म सक्छु र म बढी भइसक्यो लगाइदिन्छु यता लगाइदिन्न एक घन्टा भयो बसेको अझ लगाउनुहुन्न बिस्तारै लगाइदिनु भयो ठिक छ कुरा भन्यो त्यो त दक्षिण क्या 5 रुपियाँ अन्त कसलाई लगाइदिनु त्यसपछि के भन्नुपर्ने अवस्था केही थिएन मलाई पनि लगाइदिनु भने जस्तो लाग्यो लगाइदिनु भयो अब स्पेसल लगाउनुहोस् कुरा भनेर लगाएपछि मेरो अल्कोमा पनि देख्ने भयो चिका लगाएपछि म कस्तो देखिन्छु भनेर ह्यान्डसमै छु मान्छे ह्यान्डसमै छु त केटा हो केटी हो भनेर भन्छ होइन कतिखेर पूजा गरेर जान्छ होला भने कतिखेर गर्छ कि थाहै छैन यतिखेर कतिखेर पूजा गरेर सकेर कतिखेर दाइले फेरि बस्नुपर्छ त्यसपछि जाउँ भनेर हामी चाहिँ लाग्यौँ अब दिदीको छुट्टै सके फोटो खिच्नु पर्ने सो त्यसोले अब मान्नै पर्ने अब अगाडि त त्यसपछि म पछाडि लागेर हामी बाटो हिँडेर गयौँ अब यता साइड फोटोसोटो खिच्ने अब भिडियो बनायौँ टिकटक बनाउँ साइडतिर आयौँ आउँदा गर्दा अब दिदी त नै मलाई त फोटो खिच्नु पऱ्यो रे फोटो खिच्न पर्छ त फोटो खिचिदिनु भयो दाइ पनि रमाइलो कि फोटो खिच्ने रमाइलो मलाई त फोटो खिचिरहनु मोबाइल ल भन्छ मैले त फोटो खिच्नु एकछिन योबाट खिच्नु ल म फोटो खिचिदिन्छु भनेको यो बन्द गर्दैन क्या लिनु त भनेर खिचिरहेको थियो दुईवटा मेरो मोबाइल पनि तिमीलाई खिच्यो ल्याउनु त फेरि जानु त भनेर फेरि पनि फोटो खिच्न लागि अब हामी फेरि पनि फोटो खिचौँ भनेर गएको थिएँ कति रे मेरो अब फेरि खिच्यो भएन 2-4टा खिच्यो भने म खासै फोटोग्राफी त होइन त क्यामेरा किने अब त फोटोग्राफी हुन्छ त्यो मोबाइलबाट कहाँबाट फोटोग्राफी भन्नु भने क्याच लगाएर 4-5 फोटो खिचिदिरहेको यो भएको भएन भनेर अब दिदीले भनेको भनेर मलाई नि ल्याउनु भयो ल ठिक छ म पनि एउटा फोटो खिचिदिन्छु त दाइ खिच्नुहोस् त भनेर सानो भाइ बुढा एउटा यस्तो पो जानेको मलाई खासै फोटो खिच्नु मन थिएन क्या अब जाम हामी भनेर यता छुट्टै क्यामेराबाट फोटो खिच्ने क्यामेराबाट भने छुट्टै सो है क्यामेराभन्दा उता क्यामेराबाट खिचौँ ल भनेर हामी यता लाग्दिनँ मलाई पनि एउटा फोटो खिच्नु छ एक्लै सिङ्गल भनेर खिचिदिनु त हो त्यसपछि हामी चाहिँ लाग्यौँ यता लागेको अब बिस्तारै फोटो खिचौँ फोटो खिच्दै कति फोटो खिच्नु कि मलाई त फोटो खिच्नु मलाई दाइले फोटो खिच्नु हाले बाबा भाइरल हुन्छ त भाइरल हुन चाहन्न है गाइज क्यामेराबाट फोटो खिचौँ भनेर भन्नु त त्यो साइड गयौँ हामी क्यामेराबाट फोटो खिच्ने यहाँ खिचौँ कि खिचौँ उता साइड छ कि जस्तो लाग्यो भन्नु उता साइड लगायो भने उता साइड जाउँ भने उता साइड जाँदा गर्दै बाटोमा कति टिकटक कति मान्छे भाइरल भइदिएर आए भगवान् यत्रो मान्छेले भाइरल भयो भने भोलि के गर्छ कि देशको हालत के हुन्छ अब राजा ल्याएपछि टिकटक बन्द होला जस्तो लागेछ जस्तो लागेर म राजतन्त्रतिर पर्खाउनु पर्छु भगवान् भने भगवान्लाई सम्झिदिएँ ल देउती बजी देउता बजी माताजीलाई हटाइदिनु पर्यो कतिखेर पूजा गरेर कतिखेर सकेर जाने हो मलाई त थाहै छैन कतिखेर जाओस् अब यो लाइन गएपछि बल्ल अब कतिखेर कसको पालो आउने हो साँझै जान्छ होला सकिन्छ होला कतिखेर सकिन्छ होला यो लाइन
आम्बो अब फोटो खिच्नु पऱ्यो भनेर त्यसले त अब एउटा क्यामेराबाट फोटो खिच्नु भने त्यो क्यामेराबाट फोटो खिच्छन् भने एउटा क्यामेराबाट खिच्छौँ आम्बो यहाँबाट क्यामेरा त पुरै क्यामेरा मात्र कति भाइरल हो मान्छे भनेर भनिदिरहेको कसरी भनेर डर लागिरहेको मैले मोबाइल बिस्तारै बनाएर भिडियो पर एउटा आन्टी त कति नाचेको भने जस्तो लागे जस्तो आफै पुत्रो नाच्दिन के भन्ने अरूको भिडियो बनाउँछु फेरि गाली गर्न भन्ने सोच गरेँ आफ्नो बाटोतिर लागेँ अब दिदीले एउटा मोबाइलदेखि त्यसपछि क्यामेराबाट पनि खिच्नु एउटा क्यामेराबाट खिच्दिउँ भनेर अब एउटा पोज हानौँ पहिला मोबाइलबाट खिच्नुहोस् भने मोबाइलबाट खिच्नु खोज्छु क्यामेराबाट एउटा हाम्रो पोज एउटा पोज क्यामेराबाट हान्नु पऱ्यो भने गएको क्यामेराबाट पनि हानेर हामी बिस्तारै अगाडि जान्न भन्ने अब क्यामेराबाट त्यो एउटा हान्नै पऱ्यो भनेर लाग्नु पऱ्यो हाम्रो दिदी अब क्यामेराबाट हान्नै पऱ्यो भनेपछि हान्दैन पनि भनेर क्यामेराबाट फोटो हान्न गएको गाइजहरू त कस्तो के गर्नु भयो थाहै छैन क्यामेरा मिलाएर अब अगाडि फोटो खिच्न जाऊँ भनेर फोटो खिच्छु जस्तै भयो भने फोटो खिच्नु भनेर गएको जाँदै हामी चाहिँ फोटो खिच्न सक्यो दिनमा त फोटो खिच्दैन भनिदिरहेको थिएँ कहाँ फोटो त खिच्नै पर्छ भनेर भन्नुभएको क्या दिदीले अब मलाई त फोटो खिच्ने बनाइ छैन जानुपर्छ फोटो खिचौँ भनेर फोटो खिचौँ एउटा दुईवटा फोटो खिच्यौँ क्यामेराबाट फोटो खिचेको भिडियो बनाएको छैन किन बनाएको छैन भने सब त्यस्तो मैले क्यामेराबाट खिचेर बनाएको थिएँ अब भइसक्यो फोटो खिचेको समाज भन्नु भएन अब भयो जाम भने पछि लगाइदियो मलाई त्यही खाना मन लागेको थियो नरिवल खाइदिनु भने अब हामी घरतिर लाउनुपर्छ भनेर भोक लागिरहेछ मलाई त भने मैले अलिक गर्नुपर्छ कि नत्र अब त्यो त्यस्तो ठाउँमा भिडभाडमा बसेपछि मलाई त असोज हुन्छ नि अलिकति मान्छे त्यस्तो ठाउँमा मन पर्दैन क्या रमाइलो गर्ने तरिकाले गएको हुन्छ जाम हामी त घर लागि हाल्नुपर्छ बिस्तारै भन्यो त्यसपछि जाँदैछौँ अगाडि बढ्यो अब त जुन बाटो आएको थियो उन बाटो जानुपर्ने पछाडि लाग्ने मेरो हामी पछाडि लाग्ने गाडी लहर भित्रपट्टि गाडी ल्याइरहेको छौँ भन्ने सोचेर चिनेको मान्छे भएपछि कुरा गर्दै जान्थ्यो होला नचिनेको मान्छे अब पछाडि लाग्ने दिदी गाई पछाडि किन अगाडि लाग्यो भने लागिरहेको थिएन अब बाँकी के गरी डोदी बजीमा सरी गाइजहरू मैले फेरि नेपालगञ्ज एकचोटि बागेश्वर गएको थिएँ त्यही भएर बागेश्वर भनेर देउती बजी मन्दिर दर्शन गरियो देउती बजी माताको भलो होस् भनेर भनिदिएँ कत्रो भिड मान्छेले कतिखेर पूजा गरेर कतिखेर घर जाने हो 7 वर्ष होला कोही कसै जान्छ होला 7 वर्ष होला भनेर जाओस् त जाम हामी त खर्दै जाम त म त पछि लाग्छ त भनेर हामी चाहिँ अगाडि लाग्यौँ बिस्तारै दौड्दाखेरि हामीले त अब त त्यो टोकरी दिने होला भने त्यो नरिवल त फुटेछ टोकरी दिने त्यो नरिवल प्रसादभित्र हालिदिएको अब टोकरी उता खोल्ने कुन पसल हो टोकरी फिर्ता गरिदिनु पऱ्यो भने अब टोकरी फिर्ता गर्न जाउँ भने अब गेट नजिक छ अब टोकरी चाहिँ फिर्ता गर्नै पर्छ हामीले अगाडि आन्टीले भएको थियो नि टोकरी फिर्ता गरिदिनु बाबु टोकरी अहिले पूजा गरेपछि ल्याइदिनुहोस् बाबु नानी अनि भन्नुभयो बेचारा आन्टी पनि अब पैसा कमाउनु रोजगारी त हुनुहुन्छ भने अब टोकरी लगिदिनु भनेर फिर्ता गर्ने गएको दाइ पछाडि गएको किन्ने गएको गेले टोकरी चाहिँ अब पसलमा पनि ठिकै याद थियो कन्फ्युज हुने जस्तो हुनुभयो क्या पछाडि टोकरी ऊ त्यहाँ छ त्यहाँ पसल दिनु दिनुला भन्ने जस्तो सोचिरहेको थिएँ के कहाँनिर पसल भनेर कन्फ्युज भन्छ जस्तो लागेको थियो कन्फ्युज भइहाल्नु यो आन्टी भनेर दिइरहेको ल भाइ थ्याङ्क यू भने हामी त लाग्यौँ अब हेर्दाखेरि त बाटोमा त
त्यो सामान कहिले किन्छ बा अब त यहाँनिर अब नयाँ सालको बेला कति 510 रुपियाँलाई लिन छाडे लाग्दो यही जस्तो लागेको पनि लागिरहेको थियो सरदार खत्तनामा दाजुभाइले 2082 को धेरै शुभकामना छ नववर्षमा कति फटो फटाएको छ यत्रो भिडभाडमा अब अगाडि चाहिँ जाँदैन नि त कहिले झ्याम्मा हान्दियो भने चाहिँ कसरी डर लागेको छ त मलाई अब हामी चाहिँ लागेको अवस्था होइन हामी अगाडि बढ्यौँ त्यतिर त अब फलफुल किनेर जानु पऱ्यो भनेर सोचेको थियो अब जाँदो सानी बोसी पनि मलाई नभन्नुहोस् म चाहिँ फलफुल खाइदिन्छु खाने बोसी अनि होइन अब तपाईँहरू फलफुल लिन माथि जानुपर्छ म चाहिँ रुमतिर लागिहाल्छु भनेर म चाहिँ रुमतिर लाग्न थालेँ दिदीभाइलाई अब भाइ दाइ दिदीबहिनीहरू लाग्नुहोस् तपाईँ जानुहोस् प्रसाद लिएर घर जान्छौँ हामी म चाहिँ आफ्नो बाटोतिर लाग्न थालेँ ल्याउनुहोस् न पनि गइहाल्छु घरतिर किन बस्नु पऱ्यो हो म चाहिँ सरर आफ्नो बाटोतिर लागेँ उता गइहाल्नु पऱ्यो अनि गाइजहरू सब्सक्राइब र लाइक गरिदिनु होला अब यस्तै भ्लगहरू ल्याउने क्रम बिस्तारै जारी गर्छु अब बाँकी भ्लग अर्को भ्लग कुनै दिन बनाउँछु आज चाहिँ सुरु 82 साल वैशाख 1 गतिको होइन स्टार्टिङ भ्लग हो तपाईँले सब्सक्राइब हानिदिनु होला नयाँ भ्लगलाई सब्सक्राइब हानिदिनु होला तपाईँ छ्याम्मै सब्सक्राइब हानिदिनुहोस् कि अब योभन्दा कमेडी भ्लग बनाउनलाई बिस्तारै म गर्छु त गाइजहरू बिस्तारै भ्लग सलग बनाउँछु अब आदि कति हान्नु पऱ्यो त गाइजहरू के हो कि तपाईँको पारा पनि अलिकति ल गाइजहरू गुड बाई गाइजहरू म चाहिँ लागेँ सरर पारी मेरो खुट्टा पनि दौडिरहेको छ होइन आएको भन्दा पनि यता